हेलो नमस्ते साथीहरु, वेलकम छ मेरो मिनी ब्लगमा। हजुरहरुलाई मेरो ब्लग कस्तो लाग्छ हेरेर लाइक कमेन्ट शेयर गरिदिनु होला सबैजनाले। फेरि पनि हामी चाहिँ आज ट्याङ्की बनाउनको लागि बाल्ला बोक्न आएको छ। म अरु चाहिँ जानु भइसक्यो बाल्ला बोकेर। अब यहाँ चाहिँ आन्टी र म छौं बाल्ला बोक्नलाई। अरूले सिमेन्टी बोक्नु भएको छ अनि अरु बाल्ला बोकेर जानु भइसक्यो। हामी चाहिँ आज यहाँ बाल्ला बोक्न आएको छु। म चाहिँ आज ट्याङ्कीको 7 दिन भइसक्यो। हाम्रो ट्याङ्की चाहिँ कहिले भ्याउने हो थाहा छैन। 4 दिन लाग्छ। अझै 3-4 दिन लाग्छ भने हाम्रो ट्याङ्की ठुलो छ। त्यो पनि हजुरहरुलाई अहिले म माथि गएपछि देखाउँछु। हामी चाहिँ अहिले बाल्ला बोकेर जान लाग्यो आन्टी र म। यहाँ फेरि त्यो डाँडा काटेर जान पर्छ वहाँ डाँडामा। अरूहरु त जानु भइसक्यो। अब हामी चाहिँ आज त घाम लाहा बेसरी कसरी घाममा जाने हो उकालोमा। घाम चर्किया बेसरी। ट्याङ्कीको 7 दिनमा आज चाहिँ म 3 दिनपछि आएको। अब हामी गयौँ अहिले हजुरहरुलाई फेरि देखाउँछु। म अहिले हामी जान लाग्यो। अब हामी भारी बोक्न लागेको है साथीहरु। कोही साइल अङ्कल त अझै आइपुग्नु भएको छैन क्या। लड्दैन साथीहरु। हामी चाहिँ उकालो चढ्न लाग्यो अब। भारी बोकेर घाम लाहा बेसरी उकालो चढ्दै हो म चाहिँ। अरू त पुगिसकेँ। हामी बल्ल जाँदैछौँ। गाह्रो छ हौ साथीहरु, गाह्रो छ। कसरी पुग्ने यो डाँडो, हिमाल चुचुरी डाँडो। हाम्रो ट्याङ्की चाहिँ यस्तो भएछ ल साथीहरु। म 3 दिन आएको त यस्तो लगभग भ्याउन लागेछ अब हाम्रो ट्याङ्की साथीहरु। सबैजना अब मसला घुन्ने ट्याक्क लाएर यहाँ अलि पाछ्यो, अलि फेरि बोक्नु परिहाल्छ पाछ्यो। यस्तो भएछ हो ट्याङ्की हाम्रो। अब ल हामी चाहिँ अब बाला लिन जान लागेको 5 जना मिलेर। अरू चाहिँ त्यही बस्नु भयो सिमेन्ट गिटी बाल्ला घोलेर बनाउनलाई। ल आन्टी कस्तो लागेछ तपाईलाई आजको दिन? यस्तो भनिदिनु त। बोक्नलाई कस्तो कतिको गाह्रो लागिरहेछ? 1 हप्ता नि भइसक्यो धाएको। गाह्रो एउटा गीत सुनिदिनु न त। गीत त खै अहिले फाँसी आएन मलाई। अलि गाह्रो भएर हो। साह्रै गाह्रो ल भ्यू हेर्नु है साथीहरु हाम्रो जङ्गलको कस्तो छ। डाँडा काँडा आकाश पातल। अयो कैसे है आप लोग। अब हामी चाहिँ जान लाग्यो बाल्ला लिनलाई डाँडामा। अय भन्दै भने हाम्रो वन जङ्गल चाहिँ यस्तो छ हो साथीहरु। आकाश कति राम्रो देखेको हेर्नु न है। कस्तो राम्रो देखेको बादल। हाम्रो आजको वेदर राम्रो भयो। बसेर हेरेकी थिएँ मेरो भाइलाई म भनिलाई। अहिले बोक्री बेलामा बाबुको बेला सिकेको थियो भने फेसेर अहिले भाका जिग्नु ल। मेरो मन चुरायो आकाशैले। अहिले भाका जिग्नु फेरि। के साह्रै सतायो चर्को घामले। अति नै अतायो बतासैले। अयो सालको पात उडायो बतासैले। मेरो मन चुरायो मेरो मन चुरायो बतासैले।
बसेर कि जानुपर्छ डाँडामा यो त भुसुन भन न र बोक्न जाम अब खोइ चप्पलै चिप्लिएछ ल ढलन भ्याइयो गाइज भन्ने अब जाने हाम्रो चाहिँ ढलन भ्याइन लाग्यो अन्तिम अन्तिममा अब भित्र बस्छ भने थियो नि यो तपाईँ नर्सिङ जस्तो ठ्याके भएको भित्र पढि गएको ठिक्क छ भन्नु ल्याउनु पर्छ बाहिर ल्याइन्छ सबै लाने के त सिमेन्ट भरियो पहिला उमेला उए उरे उए छान्दैन गिटी भर्नी भने होला नि गि यहाँ त ओखडा बोरा छान सके भने ए जुन बरा ल्याउनु ठुलठुलो बरा भरा पाने सिमेन्ट पहिला ल्याएको थिए हेलो यो आन्टी चाहिँ हाम्रो गाउँको ऱ्यापर है ऱ्यापर खतरा खतरा ऱ्याप हान्दैन गीत सुनेर हामी चाहिँ हाँसा हाँसा टाउको दुखिसक्यो मै दुखिसक्यो मुख हाल्दा हामी चाहिँ बेल्चा ए बेल्चा रे हामी चाहिँ गिटी लिन जान लाग्यो गाइस ल हिजो चाहिँ बाउला थियो किन नभएको नि हिजो अस्ति मलाई खोज्यो होला नि त आन्टी हिजो अस्ति बोलेन आज म आएर मलाई देखेर बोल्या हुन् क्या ए मोबाइल भएर आज मेरो पारा यस्तै हो कति हावाको मिठो आन्टीको गीत ऱ्यापले मुखै धुवा हाँस्दा बनबाट लैदिएला फेरि हेलो साथीहरू हामी चाहिँ यहाँ चर्च घरमा गिटी उठाउँदैछौँ यो चाहिँ क्रिस्चियनहरूको चर्च घर ग्याडङ गुरुङ गरिरहेछ मौसमले पनि धोका दिइरहेछ आज हाम्रो लास्ट डे भन्नेको मतलब आज हाम्रो ढलन भ्याएर भोलि रेस्ट हुने दिन भनेको पानी आएर खोइ काम हुने दिन जस्तो छ गाइस यो चाहिँ चर्च घर रहेछ आन्टन ए आन्टन रे भन मेरो पारा यस्तै छ या थुक्कनी भन्नु यो के हो रे चर्च घर क्रिस्चियनहरूको चर्च घर गाइस हामी चाहिँ यहाँ गिटी भरिरहेको छौँ मौसमले धोका दिए साथी के गर्ने होला गाइस अब हामी चाहिँ गिटी बोकेर जाने हो हाम्रो चाहिँ गिटी बोकेर जाने रेडी तयारी छ त्यो चाहिँ एक्स्ट्रा राख्ने हो त्यो चाहिँ लस्कारको ए देखियो नम्बैजना ल गाइस हामी चाहिँ गिटी बोकेर उकालो चढियो ऱ्यापले हँसाउनुहुन्छ यो मेरो पारा यस्तै छ अङ्कल पारा यस्तै छ उडेर जानु नि त पखेटा हालेर पारा यस्तै छ भन्ने मान्छे गाइस
ए मान्छे हो यो चस्मा लगायो चाहिँ चस्मा या यो अहिलेको नयाँ छ ल जानु अब पारा यस्तै छ हामी चाहिँ पानी भर्दै गए त्यहाँ चाहिँ लिची घारी छ पुरै यस्तो उकालो चढेर जानुपर्छ सहरमा त चढे उकालो छ अब हामी चाहिँ खाजा खान गएको चटपटे छटपटे गोरीलाई कहाँ खान भने खोज्नलाई आएको त खाना पाउँछ नि हाम्रो बुढीमा आएर सायला टिभी हेरेर आएको थियो कि आएर ठ्याक्क पसेको थियो अनि उसलाई देख्यो मलाई चटपटे हामी चाहिँ अब खाजा खाना लगाएको चटपटे चटपटे खाएर अब घरतिर जाने चटपटे ल चटपटे खाना आउनु ल हाम्रो त भ्याइयो अब ट्याङ्की साथीहरू कट्ट लाएर ल ल ल ल आइज हाम्रो ढलन भ्याइयो घरतिर जाने हो भन्ने ढलन भ्याइयो ट्याङ्की चाहिँ यस्तो हो अब भोलि रेस्ट बाई बाई पानको पात गाइस हामी चाहिँ अब घर जानु लाग्छ सबैजना